प्राकृतिक सौन्दर्यले भरिपूर्ण रुकुम पूर्वको भूमे गाउँपालिकामा अवस्थित चौरी खर्क आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइको प्रमुख गन्तव्य बन्दै गएको छ। मध्य पहाडी लोकमार्गबाट केही बेर पैदल यात्रा गर्दै कोइपा हुँदै पुगिने चौरी खर्कले यात्राको थकानलाई क्षणभरमै भुलाइदिन्छ। यहाँ पुग्ने बित्तिकै आँखा अगाडि फैलिएका रङ्गी बिरङ्गी फूलहरूको मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ। प्राकृतिक सुन्दरताको काखमा फक्रिएका यी फूलहरूसँग तस्बिर र भिडियो कैद गर्दै पर्यटकहरू रमाइरहेका देखिन्छन्। विशेष गरी असारको पहिलो सातादेखि चौरी खर्क फूलहरूले ढाकिन थाल्छ, जसले प्रकृति प्रेमी र घुम्न रुचाउनेहरूको आकर्षण अझ बढाएको छ। यदि तपाईँ पनि शान्त वातावरण, हरियाली र फूलहरूको अनुपम सौन्दर्यसँग अविस्मरणीय क्षण बिताउन चाहनुहुन्छ भने रुकुम पूर्वको चौरी खर्क एकपटक अवश्य पुग्नुहोस्। प्रकृतिलाई नजिकबाट महसुस गरौँ, चौरी खर्कको सौन्दर्यसँग प्रेम गरौँ।